सबैलाई स्वागत छ। फेरि पनि आइसकेको छु म नयाँ ब्लगको साथमा, पुरानै मान्छे नयाँ गेटअपमा। सो यु क्यान सी हामीलाई चाहिँ तीज लागिसकेको छ अस्ट्रेलियामा र सबैजना चाहिँ हाम्रो रेडी सेडी भएर ओरेर आज हामी कहाँ जाँदैछौँ अङ्कल? हामी चाहिँ मन्दिर जाँदैछौँ। आज तीज लागेको छ, मन्दिर हो आज हामी जाँदैछौँ मन्दिर। अङ्कल र आन्टीलाई लिएर आज हामी सिडनीको मिन्टो अनि अर्को मन्दिर जाँदैछौँ। मन्दिरमा गएर आज व्रतको दिनमा पूजाआजा गरेर ओरेर सबै कुराहरू गर्नुपर्ने कुरा गरेर ओरेर हामी जान्छौँ फेरि घुम्नको तर्फ। सो यसैको लागि लेट्स गो। हामी चाहिँ टक्कै मिन्टो मन्दिर आइसकेको छौँ र आएर ओरेर चाहिँ यहाँ गाडी पार्किङ गर्दैछ दाइ र हामी चाहिँ यहाँनिर सबैजना आएर भेला भइसकेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो आन्टीलाई आज कति राम्रो देखिरहेको छ र मेरो दिदीहरूलाई पनि कति राम्रो देखिरहेको छ र हाम्रो अङ्कललाई कति ह्यान्डसम देखिरहेको छ। र मलाई त भन्नै पनि नपरोस् होइन। अर्को यहाँ हाम्रो ह्यान्डसम दाइ आउँदै हुनुहुन्छ। हेलो दाइ यता हुनुहुन्छ र अब हामी जाँदैछौँ मिन्टो मन्दिर र हेर मैले त मिन्टो मन्दिर कस्तो छ र के छ। सो हेर्न सक्नुहुन्छ हाम्रो मिन्टो मन्दिरको लुक चाहिँ यस्तो छ आउट ब्याकग्राउन्ड। सो अब यहाँभित्र चाहिँ हाम्रो हुन्छ नि मन्दिरहरू छ अनि मन्दिरमा चाहिँ हुन्छ नि मूर्ति सुर्ति सबै छ। गएर ओरेर भित्र गएर सबै हेर्छौँ मोड्छौँ। सो लेट्स सी। भूमि के किन बत्ता त्यो अफकोर्स भइहाल्छ नि हजुर। टोइलेटलाई आउनु न त सुन के रहेछ के पर त्यस्तो पर होइन म लिएर आउँछु नि। हेर्न सक्नुहुन्छ आज लास्टै भिड रहेको छ मन्दिरमा। सबैलाई तीज लागेको छ। सो गाइज हामी चाहिँ टक्कै मन्दिरमा आएर टक्कै जुत्ता राख्दै हुनुहुन्छ सबैजनाले। म पनि अब जुत्ता राख्छु। तैँले राखिस्? म पनि राख्न लाग्छु। अङ्कल राख्नुभयो? सो यहाँ राखौँ न। सो हामीले चाहिँ जुत्ता यहाँ राखेको छु, हरायो भने मसँग प्रुफ छ सिधा कुरा। ए अब फोटोग्राफ होइन क्या अरे गाह्रो छ। सो अब हामी मन्दिर जान्छौँ। म सकेसम्म आँटेसम्म अलिकति मिलाएर लुकाएर फोटोसोटो खिचिहाल्छु। ओके सो गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै भिड रहेको छ तीजको मौकामा। यहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू पनि यसरी नै जसरी नै यहाँ आमा लास्टै धेरै मान्छे लास्टै धेरै। सो एकदम भिड रहेको छ। यदि तपाईँहरू आउँदै हुनुहुन्छ भने अलिक ढिलो आउनु होला किनकि भिड छ होइन भिड छ एकदम। सो यो चाहिँ मन्दिर रह्यो हाम्रो। यहाँ चाहिँ मन्दिर कसरी छ भन्दाखेरि चाहिँ एउटा दुईवटा तिनवटा चारवटा अगाडि यसरी मन्दिरहरू चाहिँ बनाएर राखेको छ र बाहिरपट्टि हामीले हेर्न सक्छौँ त्यहाँ चाहिँ मूर्तिहरू बनाएर राखेको छ र मण्डप पनि छ त्यहाँ म्यारेज गर्ने। सो हाम्रो चाहिँ यहाँ टक्कै फोटो सोटो खिचेर ओरेर चाहिँ यहाँ मन्दिर अगाडि मूर्तिको अगाडि चाहिँ खिचेर ओरेर चाहिँ यहाँनिर यसरी ओरेर हिँड्दैछन्। ओरेर यहाँनिर सबैजना यसरी रेडी हुँदैछन्। सो नाउ वी आर गोइङ टुवर्ड्स होम। म फेरि अघि राखेको चप्पल जुत्ता लगाउँछु त्यसपछि हामी जान्छौँ घर। अब फेरि आइसकेको छौँ गाडीमा। अब गाडीबाट जान्छौँ फेरि गाडीमा चढेर ओरेर जान्छौँ फेरि अर्को मन्दिरमा। हो इज आवर ब्रदर एलेन्सबर्ग। फेरि अर्को मन्दिरतर्फ लागिसकेको छौँ र आइसकेको छौँ। सो म हजुरहरूलाई देखाउने छु कि यहाँको मन्दिर कस्तो छ। सो यहाँको मन्दिर चाहिँ यस्तो रहेको छ। सो यु क्यान सी यहाँ चाहिँ पुरै यो कुन चाहिँ स्टाइलको मन्दिर हो यो अङ्कल? यो तमिल मन्दिर होइन? यो तमिलको डिजाइनमा एउटा मन्दिर बनाएको रहेछ तर कडा छ राम्रो रहेछ। अनि यतापट्टि पनि पुरा भ्यूहरू पनि राम्रो राम्रो छ।
सो हेर्न सक्नुहुन्छ। अब हामी टक्क मन्दिर अगाडि गएर फोटोसुटहरू हान्छौँ ओर्छौँ। त्यसपछि हामी दर्शन गर्छौँ। त्यसपछि वी विल गन गो टु द सी क्लिफ ब्रिज। ल है त फोटो खिच्नेतर्फ लाग्यो म अब। राम्रो रहेछ। जङ्गल होइन मन्दिर यो हो थाहा छैन हेलिन्सबर्ग जङ्गलको बिचमा हो तेरो फोटो खिच्ने। अब हामी जानेछौँ सी क्लिफ ब्रिज हेर्नको लागि। सबैजना वासरुम गएन अहिले चाहिँ। सो यो मन्दिर चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ। एकदम व्हाइट कलरको होइन पुरा हुन्छ नि डेकोरेटर इन्टेरियरहरू चाहिँ। यो चाहिँ जम्मा धेरै पनि छैन। सो इट्स नियर फ्रम क्रोनुला होइन मैले सुनेअनुसार चाहिँ। अनि त्यसपछि यो चाहिँ धेरै टाढा पनि छैन। इजी एक्सेसमा चाहिँ हजुरहरू चाहिँ आउने प्लानमा हुनुहुन्छ भने चाहिँ गाडीमा चाहिँ आउन सक्नुहुन्छ। मलाई चाहिँ मन परेको छ। हजुरहरू पनि आउनुहोस् ओर्नुहोस् हेर्नुहोस् कस्तो लाग्छ के लाग्छ दर्शन गर्नको लागि। सो त्यही भन्दै अब लाग्छौँ हामी सी क्लिफ ब्रिजको तर्फ। लेट्स गो। चाहिँ टक्कै सी क्लिफ ब्रिज चाहिँ आइसकेको छौँ। र सी क्लिफ ब्रिजमा आएर ओरेर चाहिँ टक्क लाएर हेर्न सक्नुहुन्छ। हामी चाहिँ गाडी टक्क ड्राइभर पार्किङमा राखेर ओरेर चाहिँ अब हामी चाहिँ कहाँ जान लाग्छौँ भन्दाखेरि चाहिँ टक्कै सी क्लिफ ब्रिजको ब्रिज हुन्छ नि जुन चाहिँ त्यसमा चाहिँ वकमा जान लाग्छौँ होइन। तर अरू भने त्यस्तै हो गाइज। भ्यू इज वर्थ इट के यो ठाउँको वे कडा छ। तपाईँहरू एकचोटि चाहिँ यहाँ आउनु पर्ने नै हुन्छ किनकि एकदम राम्रो छ। हेर्नु होला आउनु होला एकचोटि होइन सिडनी बस्नुहुन्छ भने चाहिँ। सो दिस इज द भ्यू। सो यु क्यान सी क्या हेर्न के चलाइरहेको यार जेट स्की चलाइरहेको। सो दिस इज अल एबाउट दि हामी चाहिँ यहाँ हेर्न आएको छौँ र अहिले चाहिँ हामी यहाँ हिँडिरहेछौँ। र लोरेन्स ड्राइभले खोजेर रहेछ यो नि कोल हिस्ट्री नै रहेछ यार। के हो अस्ट्रेलियामा पहिला के हो उति थियो क्या कोइला खानाले नै जन्मिया हो क्या अस्ट्रेलिया त पहिला। सो हेर्न सक्नुहुन्छ। अङ्कल आउनु उयो ब्रिजमा सर हिँडौँ। सो ब्रिजको साइडमा चाहिँ यतापट्टि हेर्न सक्नुहुन्छ एकदम सही छ यार बवाल छ। द्याट्स द सी क्लिफ ब्रिज जुन चाहिँ त्यो हामीले देखिरहेको हुन्छ नि टिकटकहरूतिर जेमा पनि देखिरहेको त्यो सी क्लिफ ब्रिज चाहिँ यही हो। आई लाइक द भ्यू। हेर्नु होला बवाल छ यार बवाल बेस्ट प्लेस। गाइस हजुर चाहिँ एकदम यहाँको नजिक बस्नुहुन्छ भने चाहिँ आउनु होला एकचोटि घुम्नु होला है त। ओभर नाइट छ। अब चाहिँ हामी यहाँनिर यो ब्रिजमा सी क्लिफ ब्रिजको ब्रिजमा आइपुग्यौँ। अब चाहिँ हामी कहाँ जान्छौँ भन्दाखेरि माथि त्यहाँ लुकआउटमा जान्छौँ। त्यहाँ गएर यसो फोटोसोटो खिच्छौँ ओर्छौँ हेर्छौँ। त्यसपछि भनेको विल गो ब्याक टु होम। त्यो घर जानु अगाडि चाहिँ त्यहाँनिर कस्तो भ्यू स्यू आउँछ उसो देखाउँछौँ हेर्नु होला है त। सो गाइज हामी चाहिँ टक्कै सी क्लिफ ब्रिजको लुकआउटमा जाने भनेर त आइयो तर ठाउँ चाहिँ यस्तो विरक्त रहेछ होइन। जाने भए चाहिँ एकदम चप्पल ट्र्याक सुट लगाएर पुरा हिरो बनेर आउनु। हाम्रो जस्तो हालतले आउनु भयो भने दुःख पाउनुहुन्छ। फ्ल्याट चप्पल लगाएर यहाँ सिसाहरू नि छ। म चाहिँ पन्साउँदै हिँड्दा छु किनकि भोलि दिन मेरो भिडियो हेरेर आउने अडियन्सहरूलाई केही नहोस् भनेर। हो त यार रोप बाँध्दो रहेछ यो चाहिँ उक्लिने गाह्रो हुन्छ भनेर होला। के भयो दिदी यो हो नि त बिहान बिहानको मर्निङ वक। पुरा रोप सोप गर्दा रहेछ। आज थके मारेर नि हुँदैन नि त अङ्कल। गाइज हेर्न सक्नुहुन्छ एकदम विरक्त रहेछ ठाउँ चाहिँ। सो लेट्स गो। सो हेर्न सक्नुहुन्छ थोरै देखिसकेको छ तर अब यहाँबाट अझै माथि चढ्छ। सबै थकित भएर पीडित भइसक्यो
अब यहाँबाट चाहिँ आनन्द रहेछ केटाकेटी हो यहाँबाट आनन्द रहेछ हिँड्ने ठाउँ यो काफलको बोट होइन आन्टी यो भ्यू चाहिँ कडा देखिसकेको छ तर सबै पीडित भइसक्यो हेर्नु सक्नुहुन्छ सबजना यसरी निक्लिरहेछन् अनि यो फेरि यो अनि चढ्ने ठाउँको नामै डेन्जर क्लिफ रे है फेरि गाइज सो त्यही भएर अलि डेन्जर पारामा अब त्यस्तो गाह्रो खालको क्लिप छैन अब चाहिँ काफलबारीहरूमा देख्छु म आशिष यही रोप हो नि होइन हेर त हो यसले सिग्नल त्यहीँ छ यस्तो यस्तो टिन चाहिँ कहाँबाट आयो होला यहाँ माथि माथि सो गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै यस्तो रहेछ क्या पुरै डेन्जर बाटो रहेछ लुकआउटभित्र छिर्नको लागि पुरा ज्यानभरि चिलाउने ओर्ने एलर्जिक भइसक्यो फुल लुगा लाएरै ट्रेकिङको गियर लगाएरै आउनु होला नत्र अलिक गाह्रै पर्दो रहेछ यहाँ मैले देखेअनुसार र बुझेअनुसार गाइज हामी लुकआउट आउनु लागिसक्यौँ है सो हाम्रो दिदी चाहिँ भर साथीसँग कलमा बोल्दै हुनुहुन्थ्यो डेन्जर क्लिपमा पनि किन भन्दा फेरि दिदीलाई चाहिँ घुम्नमा भन्दा पनि बोल्नमा चाहिँ इन्ट्रेस्ट लाग्यो त्यही भएर अरे के गर्न सक्छौँ त अब हामी त्यसमा सक्छौँ के न भाइ बोक्नु बरु हो नि बोक्न बरु बोक्छु ल म उहाँलाई कार पार्क भन्दैछ त यता कार पार्क कहाँ कार पार्क कुचबी कस्तो लागिरहेछ त अङ्कल नकौली नकौली डाँडो चढे जस्तो लागेन नकौली डाँडो भन्दा अझ खतरा डाँडो हो र जानु भएन म त गएको छु अस्ट्रेलिया आएर बरु डाँडो चढियो आखिर दिन गएको छ होइन नकौली डाँडो अह दिदी येल्लोको सिग्नल जता जता त्यति मात्रै हो दिदी कता खाएर येल्लो त्यो त त्यहाँ त्यहाँ अनि अर्को ए ऊ त्यहाँ रहेछ थकित पिलित बनाउँदो रहेछ यार यो बाटो त सो गाइस हामी अब सिधै लुकआउटमा गएर म कन्टिन्यू गर्नेछु सो गाइज हामी चाहिँ टक्कै घर आइसकेको छौँ र मैले चाहिँ सिक्ली ब्रिज देखाउँछु भनेको थिएँ तर सरी फर दिस टाइम किनकि हामी चाहिँ अब त्यो घुम्दा ओर्दा फेरि मेरो फोन अफ भयो र सबैको फोन डेड भएको कारणले गर्दाखेरि चाहिँ मैले सबै भिडियो कन्टिन्यू गर्न पाइनँ तर जतिसम्म सक्दो जति घुमेका छौँ जति गरेका छौँ सबै कुरा चाहिँ मैले रेकर्ड गरेर ओरेर हालेको छौँ र भोलि पनि पर्सि पनि हामी चाहिँ अझै नयाँ नयाँ ठाउँ घुम्नेछौँ र त्यो हेर्नको लागि चाहिँ लाइक सब्सक्राइब अनि कमेन्ट गरेर स्टे ट्युन हुनुपर्ने छ त्यसैको लागि चाहिँ स्टे कनेक्टेड स्टे ट्युन एन्ड सी यु इन नेक्स्ट ब्लग